आज म दुई राशिहरूको कुरा गर्दैछु। एक राजा हो र अर्को सेनापति, अर्थात् आज म सिंह राशि र वृश्चिक राशि बारे विस्तृत रूपमा चर्चा गर्दैछु। यी दुई राशि कसरी हुन्छन्? मित्रतामा, प्रेम सम्बन्धमा, विवाहमा यी सबै पक्ष आज म तपाईहरूलाई बताउनेछु। सिंह राशिको कुरा गरौं। सिंह राशि राजा हो। सिंह राशिको स्वामी सूर्य हुन्छ। यो ग्रह नै राजा हो। यिनीहरूको स्वभाव इमान्दार, स्वतन्त्र, आत्मसम्मानी, अरूको अधीनमा रहन मन नपराउने, आफ्नै पहिचान बनाउँछन्। इमान्दार र दयालु हुन्छन्। बाहिर कडा देखिए पनि भित्री रूपमा धेरै भावुक हुने गर्दछन्। आग्नेय तत्त्व भएकाले छिट्टै रिसाउँछन्। धैर्य कम हुन्छ। प्रशंसा सुन्न एकदम मनपर्छ। कसैको पीडा हेर्न सक्दैनन्। वृश्चिक राशिको कुरा गर्नुपर्दा वृश्चिक राशि ग्रहहरूको सेनापति। वृश्चिक राशिको स्वामी मंगल हो, सेनापति हो। जल तत्त्व स्थिर राशि। स्वामित्व चाहने, आफ्नो मान्छेलाई अत्यन्तै माया गर्ने, इमान्दार र वफादार, तर धेरै ओभरथिंकिङ गर्ने। चन्द्रमा यहाँ निज भएकाले भावुक र कल्पनाशील हुन्छन्। रिसाउँदा तुरुन्तै निर्णय गर्ने। धैर्य कम हुन्छ। आफ्ना प्रियजनको लागि जुनसुकै हदसम्म पनि जान सक्छन् यी राशिका व्यक्तिहरू। अब कुरा गरौं सिंह राशि र वृश्चिकको मित्रताको बारेमा। यी दुई भेट्दा यस्तो लाग्छ जस्तै पुरानै चिन्जान भएको होस्। दुवैको भाइब्स, एनर्जी एकदमै मिल्छ। मित्रता एकदमै बलियो हुन्छ। विश्वास र इमान्दारीमा आधारित हुन्छन्। तर यदि टकराव भयो भने यी दुईमा कसैले पनि हार मान्दैनन्। प्रेम सम्बन्धको कुरा गर्दा दुवै राशिमा ऊर्जा र रोमान्सको कमी हुँदैन। वृश्चिक भावुक भएर सिंहलाई समर्थन गर्छ। सिंहलाई भने बारम्बार प्रशंसा सुन्न मनपर्छ। दुवै आफ्नो कुरा मनाउन चाहन्छन्, जसले गर्दा कहिलेकाहीँ इगो क्ल्यास हुन सक्छ। 70% अवस्थामा वृश्चिकले झुक्नुपर्छ भने 30% अवस्थामा सिंह झुक्छ। यदि दुवैले आफ्नो इगो छोडे भने प्रेम सम्बन्ध लामो समयसम्म एकदमै सफल हुन जान्छ। अब कुरा गरौं वैवाहिक जीवनको बारेमा। विवाहको लागि यी दुई उपयुक्त राशिहरू मध्ये पर्दछन्। तर रिस नियन्त्रणमा राख्न जरुरी हुन्छ, नत्र विवाद बढ्न सक्छ। सिंह बाहिर कठोर देखिए पनि भावुक हुन्छन्। वृश्चिक त स्वभावै भावुकै हो। यदि दुवै इगो कम गरेर व्यवहारिक भए भने वैवाहिक जीवन धेरै राम्रो हुनेछ। अब यसको निष्कर्ष के हो त भन्दा 12 राशि मध्ये सिंह र वृश्चिक दुवै राशिहरू एक आपसमा गहिरो सम्बन्ध बनाउन सक्ने, एक अर्कालाई राम्रोसँग बुझ्ने, तर कहिलेकाहीँ इगोको कारण टकराव हुने राशिहरू हुन्। तर विश्वास, वफादारी र धैर्य राखे भने मित्रता, प्रेम वा विवाह सबै क्षेत्रमा यी दुईको सम्बन्ध एकदमै उत्कृष्ट रहन्छ। धन्यवाद।